मम्मीले बिहानै बाबु जिम जान छोडिदेऊ, जिम जाने मान्छे त चाँडै मर्छ अरे, डे 26 अफ माई बल्किङ। बिहान उठ्न खोज्छु, उठ्नै मन लाग्दैन, खै के भएको यस्तो। फेरि सुतेर सपना देख्ने मात्रै हो, पुरा गर्न उठ्नै पर्छ भन्दै उठेँ। मोबाइल हेरेको, घरबाट फोन आएछ। अब घरमा कुरा गर्दै खाना बनाउन थालेँ। कुरै कुरामा मम्मीले बाबु यसपालिको जाडोमा घर आउन त अरे। मैले नि सिधै भनिदिएँ मम्मी घरमा त जिम छैन, म त आउँदिनँ भनेर। अब नभएको त घरमा जिम होइन, मेरो गोजीमा पैसा हो। त्यसपछि म हिँडेँ काममा। त्यस काममा जाँदै थिएँ, लाग्यो अर्को झड्का। बुढोले आज त मासु पनि कति धेरै अर्डर गर्न सकेको। प्रोफेसर भने सेफको छ, काम भने कुल्लीको गर्न परेको छ। त्यसपछि याद आयो मम्मीले हिजो यहीँ बसेर पढ बाबु भन्दा विदेश जाने ट्रेन चलेको। विदेशमा गएर त के न नाप्छु भनेर आएको, अब आज यहाँ चिकनमा पाउडर कति हाल्ने नापेर बसेको छु। त्यसपछि सबै काम सकेर म हिँडेँ जिममा। अब 18 वर्षमा विदेश छिरेको थिएँ। सायद जिम नभएको भए त आजसम्म एकचोटि डिप्रेसन पनि छिरेर आउँथेँ होला। त्यही भएर जिम छोड्ने कुरो भएन। आज त आर्मसेटै थियो, ट्राइसेप बडी वर्कआउट सुरु गरेँ। 2 सेट ट्राइसेपको के गरेको, मेरो बडी भयो पम्प। अब सायद नेपालमा भएको भए त अब शरीर सुन्नु भनेर हस्पिटल जान्थेँ होला। त्यसपछि अब बाइसेपको 2 सेट सकेँ। अब अलिअलि नसा त निकाल्न पऱ्यो, जिम गएको जस्तो देखिन पऱ्यो। त्यहाँबाट अनि साइड रेस पनि गरेँ। फेरि डेटको लागि फेसफुल पनि गरेँ, वर्कआउट सक्यो। घरमा अब गएर खाना बनाउनु बाँकी छ। सोचेँ गर्लफ्रेन्ड बनाऊँ कि भनेर सोचेको, फेरि खाना बनाउनु छोडेर मेरो दिमाग खानी पऱ्यो भने अर्को आपत। त्यसपछि एक्लै ठिक छ भन्दै सबै कामहरू सकेँ। अब म चाहिँ लागेँ सुत्न। सबैलाई गुड नाइट, टाइम टु टेक अ रेस्ट।